टमाटर मरे 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 छिटो उठ्न कत्रो टाइम लाग्यो हौ थेत तेरिका खाना पनि शान्तिले दिनु नै क्या हो मलाई हेलो गाइस गुड मर्निङ स्वागत छ तपाईहरुलाई मेरो अर्को नयाँ भिडियोमा र अहिले चाहिँ बिहान बिहान चासा खाइसकेर अर्थात् काम सकेर अनि म चाहिँ यता लागे कि पकाइ बनाइ गर्न भनेर अनि अब यहाँ हेर्नुस् न अब अहिले यो टाइममा आम हैन आमको अचार त के हो मिठो लाग्छ त्यहीमाथि मलाई चाहिँ फेरि यो पकाएको आम जुन चाहिँ हुन्छ पकाएर त्यो टक बनाए जस्तो बनाउँछन् एकदमै मन पर्छ कि तर अब यहाँ चाहिँ लसुन ससुन कुटेर हाल्न पाइँदैन नभए त झन् मिठो लाग्नुहुन्थ्यो तर त्यही पनि अब आम भनेको वस्तु होइन यहाँ फेरि भेट्न साह्रो पर्छ कसले मन्दिरमा काँचा आम ल्याएर चढाएका छन् यहाँ अरू पनि छन् दुई चारवटा अनि त्यही भएर आज त्यो काँचा काँचामै पटापट पकाइहाल्नु पर्यो भनेर अनि म चाहिँ आज आमको सो गाइस अचार बनाउनको लागि चाहिँ आमलाई मैले यहाँ कुकरमा बइल गर्न राखिदिएकी छु अनि अहिले म चाहिँ सब्जीको लागि भनेर तयार गर्दैछु सब्जी चाहिँ यहाँ लाउ हामी दुईजना मान्छेलाई चाहिँ लाउ खाँदा 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 के भन्नुहुन्छ एउटा यत्रो ठुलो लाउ थियो अहिलेसम्म 3 साग जति खाइसक्यो अहिलेसम्म सकिएको छैन फ्याँक्न पनि त मन लाग्दैन किनेर ल्याएको वस्तु होइन अनि त्यही भएर आज चाहिँ मैले सोचेकी छु लाउ दाल सबै एकै ठाउँमा मिसाएर अनि मजाले पकाएर अनि खान्छु भनेर सोच्दैछ सब्जीहरू केही पकाउँदैन यही लाउ दालमा मिसाएर पकाइदिन्छु कस्तो हुँदो रहेछ जस्तै जे भए पनि घरमा बस्दा जस्तो चाहिँ हुँदो रहेछ घरमा बस्दाखेरि अब घरको सब्जीहरूको भिन्दै राम्रो लाग्दो रहेछ केही नहाली पक्किन पकाउँदा पनि साह्रै नै मिठो हुन्छ तर यो बाहिर बसिसके पछाडि चाहिँ अब किनेर खाने सब्जीहरूको चाहिँ त्यहीमाथि अब केही लसुन प्याजहरू हाल्न नपाउँदाखेरि मलाई चाहिँ फेरि कुनै पनि सब्जीहरूमा लसुन प्याजहरू हालेर पकाएको चाहिँ एकदम मनपर्छ त्यसको अर्थक मसला नहाले पनि त्यति लसुन प्याज कुटेर हालिदिइसके पछाडि लसुन अदुवाहरू यस्तो राम्रो एउटा सेन्ट आउँछ नि एकदम राम्रो लाग्छ क्या खाएर पनि अर्थक मसलाहरू नहाल्दा पनि राम्रो लाग्छ राम्रो खालको टेस्ट लाग्छ अनि त्यही भएर अहिले चाहिँ अब मेरो चाहिँ त्यही बानी थियो जे सब्जीहरूमा पनि लसुन प्याज हालेर खाने अनि अहिले अब यहाँ मन्दिरमा भोग लगाउनु पर्ने हुनाले हामीले केही हाल्न पाएका थिएनौँ अनि त्यही भएर चाहिँ अब अलिक राम्रो लाग्दैन अनि अर्थक अर्थक मसलाहरू त हालेर पकाउँछु तर घरमा पकाएर खाए जस्तो स्वाद चाहिँ हुँदै रहेन रहेछ र अहिले म चाहिँ लाउ काट्दै गाइज हामी चाहिँ खाना बसेका भात पाकिवरी भोग लगाइवरी ल्याउनु भयो अर्थकको भिडियो गर्न चाहिँ त्यतिकै भयो चाहिँ आज बिर्सिएछु भिडियो गर्छु भन्दा भन्दै अनि यो हेर्न सक्नुहुन्छ मैले अघि बनाएको आमको अचार चाहिँ यो हो अनि यो घिउ अलिकति हालेर लाउहरू मिसाएर बनाएको थिएँ दाल पुरा दालै भइरहेछ अब खाने मान्छेले भन्नु पर्यो तारिफ गर्नु पर्यो कस्तो भइरहेछ खाना एकदम बेसी मैले पकाएको हो कि बढिया 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 मैले पकाएको राम्रै हुन्छ अस्ति अस्ति तपाईँले पकाएको उसले पकाउनु भएको छ जुन चाहिँ लाउ त्यो लाउ राम्रा काँचो न काँचो लाउ काँचो पारेर पकाउनु भएको मसला डुङ्गो भरको हाल्यो भयो उ त हालिदिनु त अलिकति सब्जी अलिकति हालिदिनु आफूले पकाएको नमिठो भन्नु भएन आफूले पकाएको होइन क्या हाम्रो पकाएको हामीले पकाएको खानामा स्वादै भिन्दै हुन्छ तपाईँहरूकोमा एक खेपबाट 2 खेप खान सकिँदैन हौ के भन्नु खाइँदैछ गाइस हामी खाइँदैछ टकटक पार्दै खाँदै हुन्छ नमिठो भएर टकटक पार्नु भएको होला त छिटो उठ्न कत्रो टाइम लाग्यो हौ थेत तेरिका खाना पनि शान्तिले दिनु नै क्या हो मलाई खाइरहेको छु यहाँनिर यत्रो टाइम लाग्छ त अन्त छिटो उठ तपाईँको जस्तो हो मेरो खाना खाना पनि दिनु न भिडियो अन गर्नु त हामी चाहिँ खानासाना खाइवरी सुती उठी गरेर माने आराम गरेर अनि तर अहिले हामी भिडियो बनाउनु भनेर निक्लेका छौँ यो हो हामीहरूको बारी माथिपट्टि आएका छौँ भिडियो होइन एक दुईवटा कमेडी सर्ट भिडियो बनायौँ अनि बारीमा चाहिँ वर्तमान केही छैन भन्दा नि हुन्छ खालि टमाटर छन् वाइट लाल होइन वाइट टमाटर हुन्छन् अनि अहिले अब के भन्छन् र कमेडी भिडियो बनाउन भनेरै आएको अनि यही हो हामीको बारी चाहिँ ए टमाटर मरे 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 कति साह्रो फुट्यो टमाटर यहाँ हेर्नुहोस् वाइट टमाटर भनेको यस्तै वाइट टमाटर अरे गाइस वाइट टमाटर
कति साह्रो लाग्यो यहाँ हेर्नुहोस् टमाटर कसरी फलेका छन्। यी टमाटरै टमाटर चाहिँ भएका छन्। यसपालि अर्को केही भएको छैन, त्यो फर्सीका टुप्पा सुप्पा केही भएनन् नि। भइरहेछन् अरे आउँदैछु बस्नु। ओ हेरेर हिँड्नु है, साँप टाप निस्किन्छन्। ए यी हुन् हामीका खोर्सानी यहाँ छ नि, यी खोर्सानी यत्र यत्र भएछन् खोर्सानी। यहाँ हेर्नुहोस् न, हरिया हरिया खोर्सानी। अनि अथक अब लाउको बोट चढिरहेछ माथि। खोइ लाउको बोट कुन? ए उयो लाउको बोट अरे। यहाँ पनि रहन् टमाटर भक्कु भएका रहन् नि, त्यसै किनी खाइरहेका रहेछन्। यिनै लाँदा नि हुने रहेछ त। पानी परेपछि बिग्रिन्छ नि टमाटरलाई, लगेर हाल्नुपर्छ। हामी चाहिँ खानासाना खाइवरी सुती उठी गरेर माने आराम गरेर अनि तर अहिले हामी भिडियो बनाउनु भनेर निक्लेका छौँ। यो हो हामीहरूको बारी, माथिपट्टि आएका छौँ। भिडियो होइन, एक दुईवटा कमेडी सर्ट भिडियो बनायौँ। अनि बारीमा चाहिँ यहाँ वर्तमान केही छैन भन्दा नि हुन्छ, खालि टमाटर छन् वाइट लाल होइन। वाइट टमाटर हुन्छन्। अनि अहिले अब के भन्छन् अरे कमेडी भिडियो बनाउन भनेरै आएको।